आन्छन् कि आज हजुर के भगवान् उसो भने आन्छन् कि अब तपाईँ हामी थिएन त्यही त नि हामीले के जानेन यो त रतन खेल्ने भगवान् यो कि हो त नि अहिलेको जग्गा पहिलाको भए भत्किन्थे अहिलेको सिस्टम भत्किनु रहन्छ सार्दै हो सार्दै अरे अरे अलि राम्रोसँग बजाऊ त आज हात दुख्यो दुख्छ हात दुख्यो अरे सक्यो भन्नु न कति चटपेट भन्नु है यस्तोमा होइन नाच्न छोरी नाच्छ म नाच्छु बुढी ए हाम्रो त्यो बाहिर गएर उसो होइन हाम्रो घर मैले हामी भैलो खेल्ने बहिनी चाडी छोराछोरी म गरेर 5-7 जना मिलेर मादल ल्याएँ त्यो धुरमा बजाए मेरो छ आफ्नो रमाइलो गर्ने आफै अरूसँग यसो होइन राति रमाइलो बस्नु तातो पानी के खाइदिनु तातो पानी खानु ल्याइन्छ भाउजू खानु खानु रसिया ल्याएको म अहिलेसम्म बस्थेँ सक्यो तारा भाउजूको लागि एकछिन बस्देऊ यसलाई बजाउनु मादल सिकेको 3 महिना हो 3 महिना सिकिहाल्यो क्या सिकिन् 3 महिना सिकेको अहिले एकचोटि बजार देखाउन बजार भाउजू म आएँ ल्याउ बजार सिकेर 3 महिना सिकेको के अरू केही तालम सिकेन म त मादल सिकेको हेर जस्तो अब सिकेको कुरा माल सिक्यो भन्थेँ म हो र मैले सम्झेँ बरु एकछिन ल अब भएन क्या तिमीले भरे नि जान्नुहुन्छ खोला भन्नु बहिनी तिमीले बहिनी नै जान्नुहुन्छ त्यो हामीलाई थाहा तर तिमीले कस्तो जान्दैछौ डरा रे सिके भाइ
रे मादल ठिक छैन हिजो हाम्रो बनाउने हिजो बनायो आज कल पारिदियो अरे भन